नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ अहिले नेप्सेमा कुन सेक्टरमा स्मार्ट इन्भेस्टरहरू एन्टर गर्दैछन्, कुन सेक्टरबाट ठूलो मुभमेन्ट आउन सक्छ र रिटेल इन्भेस्टर्सले अहिले के गल्ती गरिरहेका छन्। यदि तपाईँ पनि अब कुन शेयर किन्नु ठीक होला भनेर कन्फ्युज हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आजको भिडियोले तपाईलाई मार्केटको नेक्स्ट पोसिबल ट्रेन्ड बुझ्न धेरै हेल्प गर्नेछ। साथीहरू, अहिले मार्केटमा धेरै इन्भेस्टर्स डराइरहेका छन्। कसैले प्रॉफिट बुकिङ गरिरहेका छन् भने कसैले करेक्सन आउने डरले नयाँ एन्ट्री गरेका छैनन्। तर याद राख्नुस्, स्मार्ट इन्भेस्टर्सहरू मार्केट ग्रीन हुँदा होइन, मार्केट साइलेन्ट हुँदा एन्ट्री गर्छन्। अहिले धेरै शेयर्स करेक्सनमा छन्, वीक ह्यान्ड्स सेल गरिरहेका छन्, तर यही बेला केही सेक्टर्समा क्वाइटली अक्युमुलेसन भइरहेको देखिन्छ। भोल्युम हेर्दा, डिलिभरी डेटा हेर्दा र इन्स्टिट्युसनल मुभमेन्ट हेर्दा केही सेक्टर्स इन्ट्रेस्टिङ देखिन थालेका छन्। सबैभन्दा पहिले कुरा गरौँ ब्याङ्किङ सेक्टरको। नेपालका धेरै ब्याङ्कहरू अहिले अन्डर भ्याल्युड जोनमा ट्रेड भइरहेका छन्। डिभिडेन्ड पनि राम्रो छ, स्टेबिलिटी पनि छ। इन्ट्रेस्ट रेट घट्दै जाँदा ब्याङ्किङ सेक्टरलाई पोजिटिभ इम्प्याक्ट पर्न सक्छ। लोन ग्रोथ बढ्न सक्छ, प्रफिटेबिलिटी इम्प्रुभ हुन सक्छ। लङ टर्म इन्भेस्टर्सहरू अहिले फन्डामेन्टली स्ट्रङ ब्याङ्क्समा अक्युमुलेसन गर्दैछन् भन्ने मार्केट बिहेभियरबाट देखिन्छ। विशेष गरी हाई डिभिडेन्ड दिने ब्याङ्क्स, लो पीई भएका ब्याङ्क्स, स्ट्रङ रिजर्भ भएका ब्याङ्क्स, यस्ता कम्पनीज फ्युचर र्यालीमा राम्रो पर्फर्म गर्न सक्छन्। अब कुरा गरौँ सबैभन्दा चर्चित सेक्टर, हाइड्रो पावर। नेपालको रिटेल इन्भेस्टर्सको फेभरेट सेक्टर नै हाइड्रो हो, किनकि यहाँ भोलेटिलिटी धेरै हुन्छ र प्रॉफिट पनि छिटो देखिन्छ। तर सबै हाइड्रो राम्रो हुँदैन। स्मार्ट इन्भेस्टर्स अहिले कम पेड अप भएका, प्रोडक्सन स्टेबल भएका, फ्युचर एक्सपेन्सन प्लान भएका, स्ट्रङ प्रमोटर होल्डिङ भएका हाइड्रो कम्पनीज हेर्दैछन्। इलेक्ट्रिसिटी डिमान्ड फ्युचरमा बढ्ने सम्भावना छ। एक्सपोर्ट न्युजहरू पनि पोजिटिभ आउँदैछन्। त्यसैले फन्डामेन्टली स्ट्रङ हाइड्रो कम्पनीजमा लङ टर्म पोटेन्सियल अझै देखिन्छ। इन्स्योरेन्स सेक्टर पनि अहिले इन्ट्रेस्टिङ जोनमा देखिन्छ। बोनस हिस्ट्री राम्रो भएका कम्पनीज, रिजर्भ स्ट्रङ भएका कम्पनीज र मर्जर पोसिबिलिटी भएका कम्पनीजमा इन्भेस्टर्सको इन्ट्रेस्ट बढिरहेको देखिन्छ। स्पेशली लाइफ इन्स्योरेन्स सेक्टर करेक्सनपछि एट्र्याक्टिभ भ्यालुएसनमा आएको छ। यदि मार्केट बुलिश भयो भने इन्स्योरेन्स सेक्टरले एग्रेसिभ मुभमेन्ट दिन सक्छ। रिटेल इन्भेस्टर्सहरू एउटा ठूलो गल्ती गर्छन्, शेयर धेरै बढेपछि मात्र इन्ट्री गर्छन्। तर स्मार्ट मनी ठीक उल्टो गर्छ। जब मार्केट डराएको हुन्छ, जब न्युज नेगेटिभ हुन्छ, जब भोल्युम कम हुन्छ, त्यही बेला एक्युमुलेसन हुन्छ। त्यसैले ब्लाइन्डली युट्युब वा फेसबुकको हाइप हेरेर इन्ट्री गर्नुभन्दा कम्पनीको फाइनान्शियल रिपोर्ट, रिजर्भ, इपिएस, पीई रेशियो, सेक्टर पोटेन्शियल यी सबै एनालाइज गर्नुपर्छ। तपाईको विचारमा अब कुन सेक्टरले नेक्स्ट र्याली दिन सक्छ? कमेन्ट गरेर आफ्नो ओपिनियन जरुर भन्नुहोस्। यदि तपाईलाई यस्तो नेप्से एनालाइसिस भिडियोज मन पर्छ भने भिडियोलाई लाइक गर्नुस्, च्यानल सब्स्क्राइब गर्नुस् र बेल आइकन पनि प्रेस गर्न नभुल्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।